नमस्कार सबैलाई। फेरि पनि तपाईँहरूको बिचमा आज मैले एउटा नयाँ प्रोडक्ट ल्याएको छु। हेर्न सक्नुहुन्छ एउटा हेडफोनको हो। अनि यो चाहिँ नोइज कम्पनीको छ। अनि आज पनि हामी यो नोइज कम्पनीको हेडफोन हामी अनबक्सिङ हेर्नेछौँ। अनि यो चाहिँ नोइज 4 वायरलेस हेडफोन छ। अनि नोइजको यो नयाँ, योभन्दा अगाडि नोइज 3 थियो, अहिले नोइज 4 आएको छ अपडेट भएर। अनि यो नोइजको राम्रो हैन, बजेट सेगमेन्टमा एकदम बजेटमा तपाईँले हेडफोन लिन सक्नुहुन्छ। अनि यसको धेरै राम्रो खुबीहरू छ, हेर्न सक्नुहुन्छ यहाँ। यसमा 40 mm को ड्राइभर छ स्पिकरमा, जसले तपाईँलाई राम्रो बेस दिन्छ। अनि यसमा ENC इलेक्ट्रोनिक नोइज क्यान्सलेसन छ, हेर्न सक्नुहुन्छ। अनि यसमा इन्स्टा चार्ज 10 मिनट चार्ज गर्नुभयो भने 300 मिनटसम्म तपाईँले यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यसमा हैन X5 रेटिङ छ, स्वेट हैन तपाईँको पसिना र स्प्ल्यास रेजिस्टेन्ट हुन्छ। अनि हल्का पानी या तपाईँको पसिनाले यसलाई के गर्न सक्दैन, यसलाई बिगार्न सक्दैन। अनि यसमा लो लेटेन्सी छ, तपाईँले गेम पनि खेल्न सक्नुहुन्छ यसमा। हेर्न सक्नुहुन्छ यो यसको। अनि अघि यहाँ खोल्ने छ, मैले अगाडि नै खोलिसकेको छु चेक गर्नको लागि। अनि हुन्छ भने भित्र तपाईँले के पाउनुहुन्छ भन्दाखेरि पहिले कागजहरू छ, पेपर लेख्न साइड गर्नेछौँ। अनि यसको पछाडि तपाईँले हेर्न सक्नुहुन्छ यहाँ एउटा चार्जिङ केबल छ हैन, टाइप सी छ, टाइप ए छ, दुवै साइड यो चार्जिङ गर्नको लागि तपाईँको लागि। अनि यसमा अडियो ज्याक पनि दिएको छ हैन, 3.5 mm को अडियो ज्याक। तपाईँले यदि यसलाई तार लगाएर युज गर्न चाहनुहुन्छ भने त्यो पनि तपाईँले युज गर्न सक्नुहुन्छ। अनि भित्र एउटा होल दिएको छ, अथवा तपाईँले पाउनुहुन्न, यसमा एउटा नोइजको खोल दिएको छ। तपाईँले यसमा आफ्नो हेडफोन राखेर यसलाई धुलोबाट बचाउन सक्नुहुन्छ। अनि हेडफोन हेर्नेछौँ, यो पुरै प्लास्टिक कभर भएको छ, हेर्न सक्नुहुन्छ, एकदम प्लास्टिक छ। यसलाई हामी ऱ्याप गर्नेछौँ। अनबक्सिङ गर्दैछौँ, हेर्न सक्नुहुन्छ। फोल्ड गरेर राखेको छ। अनि हेर्न सक्नुहुन्छ यसको नोइजको ब्रान्डिङ छ यहाँ दुवै साइडमा। क्वालिटी पनि राम्रै छ, ठिकै छ। यसको प्याडिङ हेर्नुहोस्, राम्रो छ प्याडिङ। अनि तपाईँले लेफ्ट साइड हेर्नुहुन्छ भने तपाईँले स्विचेसहरू छ, भोल्युमको प्लस माइनसको। अनि यो 3.5 mm ज्याक जाने पोर्ट छ, यहाँ चार्जिङ पोर्ट पनि छ, यहाँ अन अफ गर्ने स्विच छ। तपाईँले साउन्ड सुन्न सक्नुहुन्छ। रातो बल्दैछ, चार्ज नभएर होला। अनि अर्को साइडमा केही पनि छैन। यसको रिभ्यू राम्रो छ, त्यसले मैले लिएको मेरो डेली पर्पजको लागि। योभन्दा अगाडि मेरोमा OnePlus को थियो वायरलेस ब्यान्ड, तर त्यो बिग्रियो। अहिले मैले यो मेरो डेली युजको लागि मैले किनेको छु। अनि तपाईँले बक्सामा एउटा यो पाउनुहुन्छ, तपाईँले पेपरहरू कागजहरू पाउन सक्नुहुन्छ। तपाईँले 3.5 mm को ज्याक पाउनुहुन्छ, एउटा चार्जिङ केबल पाउनुहुन्छ। अनि एउटा तपाईँले यसमा ब्याग पनि पाउनुहुन्छ। यति चिज चाहिँ तपाईँले बक्सामा, यसको बक्सामा तपाईँले पाउनुहुन्छ। अनि मलाई लाग्छ अरू कम्पनीमा यो ब्याग तपाईँले पाउनुहुन्न, तर यसमा तपाईँले पाउँदै हुनुहुन्छ। यसको रिभ्यू राम्रो छ, ठिकै छ। यसको प्राइस अनुसार यदि तपाईँले किन्न चाहनुहुन्छ भने बजेटमा चाहिँ एउटा राम्रो खालको हेडफोन यो छ नोइज कम्पनीको। यदि तपाईँले हेडफोन किन्न चाहनु भएको छ भने यसलाई पनि तपाईँले मध्यनजर कन्सिडर गर्न सक्नुहुन्छ। यसलाई यदि हेडफोन क्लोज ब्याक हेडफोन चाहिन्छ भने तपाईँले यो लिन सक्नुहुन्छ तपाईँको डेली युजको लागि। हुन्छ, धन्यवाद आज मेरो यो भिडियो हेरिदिनुको लागि। धन्यवाद तपाईँलाई। आउने दिनमा यस्तै म भिडियोहरू तपाईँहरूको बिचमा ल्याउनेछु। आशा छ तपाईँले मेरो भिडियोलाई मन पराइदिनु हुनेछ। अनि लाइक अनि सब्सक्राइब पनि गरिदिनु हुनेछ। धन्यवाद तपाईँलाई। नमस्कार।